तपाईं सम्पूर्णमा नमस्कार। सामाजिक सञ्जाल फेसबुकमा म केही दिनदेखि देखिरहेको छु हाम्रो देशको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू लगायत अरू केही नेताहरूले आफ्नो फेसबुकमा एउटा फोटो एडिट गरेर हालेका छन्, जुन फोटोमा लेखेको छ म झोले हो। अरू कुराहरू पनि लेखेको छ, जस्तै म देश विकासको लागि झोले हो, जनताको लागि झोले हो भनेर लेख्नु भएको छ। यस्तै एउटा फोटो अरू एडिट गर्नु तपाईहरु अनि लेख्नुस् म भ्रष्टाचारी हो, किनभने यो देश तपाईहरुले चलाइराख्नु भएको छ। यो देशमा शासन तपाईहरुको छ, हुँदा हुँदै पनि भ्रष्टाचार भइरहेको छ भने यो भ्रष्टाचारको जिम्मा कोले लिने? तपाईहरुले नै लिनुपर्छ, किनभने तपाईहरुको शासन छ, सबै छ, सरकार छ तपाईहरुको भने तपाईहरुले यसको जिम्मा लिनुपर्छ। र फेसबुकमा एउटा अरू फोटो एडिट गरेर हाल्नुस् कि म भ्रष्टाचारी हो। यिनीहरूले देश विकासको कुरा गर्छन्, सुशासनको कुरा गर्छन्, देश विकासको कुरा यिनीहरूको मुखबाट कसरी निकाल्छन् के? हाम्रो देश यति पछाडी पर्यो कि देशमा अहिले रोजगार छैन, युवाहरूले विदेश जाने बाध्य छन्, देशमा व्यापार छैन, व्यापारीहरू पनि देश छोडेर भाग्दै छन्, बजार व्यवस्थापन छैन राम्रो, अनि यिनीहरूले विकासको कुरा गर्छन्, सुशासनको कुरा गर्छन्। यिनीहरूको मुखबाट जहिले नि सुन्दाखेरि कसले गर्यो, कसरी गर्यो, भ्रष्टाचार कसरी भयो, युवाहरूले विदेश जान थाल्यो कसरी रोक्ने भन्ने कुरा गर्छन्, तर लागू हुन्छ हुँदैन। यिनीहरूले हामीलाई चुतिया मात्र बनाउँछन्। सरी, यो म शब्द युज गर्दैछु, तर के गर्ने, बाध्य छौँ हामी यस्तो शब्द युज गर्नको लागि। यिनीहरूकै कारणले गर्दा आज हामीलाई विदेशमा विदेशीहरूको अन्डरमा काम गर्नुपर्छ। यिनीहरूले देश यति पछाडि धकेलिसके। अब उदाहरणको लागि हेर्ने हो भने म लुम्बिनी प्रदेशबाट हो। हाम्रो लुम्बिनी प्रदेशमै भैरवा एयरपोर्टमा अस्ति म एउटा भिडियो देखेँ। ऋषि धमला, वरिष्ठ पत्रकार ऋषि धमलाजीले रिपोर्टिङ गर्दै गर्दाखेरि त्यो एयरपोर्टमा भैँसी चरिरहेको म देखेँ। त्यहाँबाट तिनीहरूले त्यो एयरपोर्ट बनाउँदाखेरि कतिको भ्रष्टाचार गरेका छन्, करोडौँ अर्बौंको भ्रष्टाचार गरेका छन्। तपाईहरुले यो न्युज हेर्नु नै भएको होला। अब सोच्नुस्, यिनीहरूले देश विकासको कुरा गर्छन्, कसरी गर्छन् देश विकासको कुरा? अनि फेसबुकमा लेख्छन् म झोले हो, म झोले हो, देश र विकासको लागि म झोले हो। यिनीहरूले जब यो राजाको आन्दोलन भयो, फर्स्ट चोटि भयो, केही भएन, सेकेन्ड चोटि हुँदाखेरि यस्तो बनाएर हाल्न थाले। राजाबाट यिनीहरूले डराएको हो कि। म त भन्छु राजतन्त्रै आओस्। यो 10 वटा कुकुर पाल्नु भन्दा राम्रो एउटा शेर पाल्नु नै राम्रो हुन्छ कि देशको लागि। 10 जनालाई सेलरी दिएर पालिरहेछ देश। उदाहरणको लागि 10 जनाको ठाउँमा 1 जना राख्यो भने त हाम्रो बचत हुन्छ नि। यो सङ्घीय सरकार किन चाहियो, प्रदेश किन चाहियो हामीलाई? प्रदेश खारिज गरे भयो भने यिनीहरूले मान्दैन। यिनीहरूको यो राजनीति भनेको एउटा भाँडो बनाइसकेका छन्, एउटा व्यापार बनाइसकेका छन्। यिनीहरूलाई अरू केही छैन, राजनीति गरेर कसरी देशलाई लुट्ने धन्दा हो कि यो धन्दा बनाइसकेका छन् यिनीहरूले। राजनीतिलाई एउटा व्यापार बनाइसकेका छन् यिनीहरूले। लास श्रम घोरेर पिएका छन् यिनीहरूले। यिनीहरू यस्तो क्रियाकलाप गर्छन् कहिलेकाहीँ हेर्दाखेरि लाज लाग्छ कि। अब हेर्नुस्, अमेरिकाले यिनीहरूको भिसा रद्द गर्दैछ, ब्यान्ड गरिदियो। एमाले पार्टी कसको एकजनाको भिसा रद्द गरेछ, आउनै मिल्दैन भन्छ। म कुनै पनि पार्टीको मान्छे होइन, म कुनै पनि पार्टीको विरोध गर्नको खोजेको होइन, तर हाम्रो देशलाई कसरी विकास गर्ने त्यसमाथि कुरा गर्नुपर्छ कि। यिनीहरूले ऋण ल्याउँछ, ऋण ल्याएर आफ्नो देशमा विकास गर्नको लागि ऋण ल्याउँछन्। त्यही एयरपोर्ट बनायो, पोखराको एयरपोर्ट बनायो, भैरवाको ऋण लिएर एयरपोर्ट बनायो। त्यो ऋणबाट पनि यिनीहरूले घुस खायो। अब सोच्नुस् कस्तो लाज लाग्दो कुरा हो कि। ऋण लिएर विकास गर्ने, देशको विकास गर्ने, त्यो पनि विकासबाट त्यो विकास भइरहेको पैसाबाट
त्यो ऋणबाट पनि आफूले भ्रष्टाचारी गरेर त्यो पैसा खाने, आफ्नो गोजी भर्ने कस्तो लाज पचेको मान्छे होलान् कि यिनीहरू। लाज लाग्दैन। म जहिले पनि यो संसदको जब बैठक हुन्छ, प्रतिनिधि सभाको बैठक हुन्छ, म त्यो लाइभ हेर्छु, कहिलेकाहीँ हेर्छु। हेर्दैखेरि तिनीहरूले के भन्छन्, विदेश युवाहरू देश छोडिरहेछन्, कसरी छोडिरहेछन्, किन छोडिरहेछन् भन्ने कुरा एक अर्कासँग प्रश्न गर्छन् यिनीहरू। तर त्यो ठाउँमा तिमीहरू छौ, किन प्रश्न गर्नु पर्यो? त्यो ठाउँमा तिमीहरू छौ, तिमीहरू कसरी त्यसलाई सुधार गर्छौ गर न। भ्रष्टाचार मात्र दिमाग त्यो लाइभमा मिडियामा यिनीहरूले हामीलाई देखाउँछन् कि लडेर देखाउँछन्, राति पर्दा सँगै रक्सी खान्छन्। हुन पनि सक्छ यस्तो, मिडियामा देखाइरहेछन् हामीलाई। हामी जनता हो, जनतालाई यिनीहरूले एकदमै, अब म एउटा शब्द युज गरेँ त्यसको लागि क्षमा चाहन्छु, हामीलाई एकदमै यिनीहरू चुतिया सम्झेछन् कि चुतिया बनाएर यिनीहरूले देशलाई लुटिरहेका छन्। अब हेर्नुहोस्, टुरिस्ट भिसामा पठाएर गृहमन्त्रीलाई भ्रष्टाचारीको मुद्दा लागिरहेको छ, भ्रष्टाचारको आरोप लागिरहेको छ। त्यो आरोप लागिरहेको छ, मुद्दा त लागेको छैन, आरोप लागिरहेको छ कि टुरिस्टमा मान्छे पठाएर यति खायो उति खायो भनेर। त्यो पनि त अब सोच्नै पर्ने कुरा हो। गृहमन्त्री नै, यो देशको गृहमन्त्रीमाथि नै यस्तो प्रश्न उठ्यो भने अरूले के गर्छन्? अरूले के गर्लान् त? गृहमन्त्री भनेको देशको एकदमै, प्रधानमन्त्री, गृहमन्त्री देशको एकदमै मूल हुन्, जरा हुन् एकदम। तिनीहरूकै नाम जब भ्रष्टाचारीमा लिप्त हुन्छ भने त्यसमा हामीले के भन्ने हो? हस् साथीहरू, तिनीहरूको फेसबुकमा म यो फोटो हेरेर दिक्क भएँ के, अनि त्यही भएर म यो भिडियो बनाउन बाध्य भएँ। हस्, आजको भिडियो यति नै छोटो, एकदमै छोटकरीमा। हस्, फेरि भेटौँला अर्को भिडियोमा। धन्यवाद।